हेलो हेलो, स्वागत छ हजुरहरूलाई मेरो यो मेन ब्लगमा। आज चाहिँ म यो केराबारीतिर घुम्न आएको छु। हाम्रो अङ्कलको केराबारी। यहाँ चाहिँ यति धेरै केराहरू लगाउनु भएको छ नि अङ्कलले। लगभग 3 कट्ठा 4 कट्ठा जतिमा चाहिँ केरा रोप्नु भएको छ। अनि यो केराहरू चाहिँ एकदमै राम्रो भइरहेछ। अहिले चाहिँ धेरै केराहरू पसाइरहेछन्। यो केराको भित्रभित्र यसरी चाइनिज सागहरू पनि लगाउनु भएको छ अङ्कलले। त्यसपछि यता मकै बारी छ। हाम्रो आन्टी चाहिँ यता घाँस काट्दै हुनुहुन्छ। बारी पुग्यो आन्टी? पुग्दैछ। भर्खर सुरु छ नि। यहाँ यस्तो काँक्रोहरू चाहिँ यस्तो पुरै बोटै पिच्छे काँक्रो फलेछ। कति मजाले, धेरै त फलेको छैन तर एउटा बोटमा एउटा दुईटा चाहिँ फलेछ, फलेकै छ। मेहनत रङले तायो। छोरीले पाक पाक भनेछिन्, केरालाई पाक पाक भन्छन्। यहाँ चाहिँ जुकिनी यति मजाले फलेछ, कति राम्रो भएको यहाँ पनि। अनि यता फर्सीहरू पनि फलेछ। यता फर्सी सबै यस्तो कति धेरै चिजहरू फलिरहेछन्। यो चाहिँ हाम्रो मेन केराबारी हो। यति धेरै केराहरू लगाउनुभएको छ अङ्कलले। ओके ल, मेरो युट्युब च्यानललाई सेयर सब्सक्राइब गरिदिनु होला। बाई बाई।